स्वागत छ अभिनय वैभव तपाईको साथै युट्युब च्यानलमा। र आज चाहिँ हामी अफिस आइपुगिसकेका छौँ र अफिस आएर चाहिँ हामी खोल्न आँटेको लक त्यति अङ्कल र म आइपुगिसकेका छौँ। इम्पोर्टेन्ट काम परेर चाहिँ हामी छिटो आउनु पर्यो आज। हुन्छ म खोल्छु नि, म खोल्छु। खोल्नु हुँदैछ, म चाहिँ यो क्यामेरा पक्रेको कारण अनि मै खोल्दै। आज चाहिँ तल हाम्रो रेलीमा प्रोग्राम पनि छ। भिडियो म्याडमहरू पनि आउनुहुन्छ। अफिसमा अहिले कोही छैन, बिहानै एकदम सुनसान। अङ्कल चाहिँ आइसक्नु भएको छ। अङ्कलको यहाँनिर छ, यहाँ चाहिँ मेरो, यहाँ नानाहरूको, यहाँ बहिनीहरूको। त्यस्तै छ परिवेश अफिसको। यस्तो छ अफिस चाहिँ। यहाँ हेर्नुहोस् एकदम दामी छ है। आज दिनभरि के हुन्छ त्यो सबै देखाउने छु। आउनुहोस् है। ए हजुर कुन त नि यही हुनसक्छ। हामी चाहिँ जिपी अफिसबाट निक्लिसकेको छौँ रेलीको लागि। रेलीमा चाहिँ एसबिएमको प्रोग्राम छ आज। र यहाँ एसबिएमको त्यो प्रोग्रामको लागि चाहिँ ब्लकबाट भिडियो म्याडमहरू, डिस्ट्रिक्टबाट पनि आउनुहुँदैछ र भिभिडीको टिम पनि आउनुहुँदैछ। साथै अन्य त्यहाँका मानिसहरू पनि उपस्थित हुनेछ। हाम्रो रमेश दा पनि आइसकिगयो र चढ्नुभयो। अन्त त्यहाँ उपस्थित भएको छ र त्यहाँका मानिसहरूलाई एसबिएम स्वच्छ भारत मिसनको बारे केही जानकारी गर्नेछ। र अब दिनभरि त्यहाँनिर कस्ता कस्ताहरू हुन्छ त्योहरू सबै तपाईँहरूलाई देखाउनेछु। यो बाटो, हजुर यो बाटो चाहिँ पिडब्ल्युडीले एकदम राम्रो बनाइदिएको छ होइन। हजुर बनाइमा चाहिँ अहिले लाइट अस्ति पनि देखाएको थिएँ ब्लगमा र आज पनि यहाँबाट एकदमै राम्रो देख्छ। अस्ति नै देखाइगयो सबै कुराहरू। र पिडब्ल्युडीले एकदमै राम्रो बाटो बनाएको छ। त्यो बाटोमा एकदम गाडी कुदाउनुदेखि लिएर हरेक कुरा गर्नु चाहिँ एकदमै मजा आउँछ। स्कुटी भयो, हरेक कुरा। पहिला त अप्ठ्यारो थियो है रमेश दा? एकदमै हाम्रो एकदमै यहाँकै स्थानीय चाहिँ हाम्रो रमेश दा हुनुहुन्छ खासै। यो बाटोहरू कस्तो थियो पहिला दा? पहिला त अब एकदमै खराब थियो। अहिले चाहिँ एकदमै एमएलए साहबले पिडब्ल्युडीमा हालिदिनु भएर एकदमै राम्रो छ यो बाटो लगाएको चाहिँ। हजुर हजुर। आफ्नै जग्गाको एमएलए, आफ्नै जग्गाको सभासद सबै। हजुर हजुर। पोलिटिकलमा पनि फिल्ड राम्रो छ यो जग्गामा। हजुर सबै कुरा राम्रो छ अहिले चाहिँ। हुन्छ दा हुन्छ। पहिला त यस्तो थिएन नि है दा? पहिला त यस्तो थिएन। यो बाटोहरू त सबै उयो अप्रोड थियो। ए हजुर हजुर। धेरै कुराहरू धेरै प्रगति, धेरै सुविधा भएको छ, धेरै डेभलप भएको छ लोली एकदमै। हुन्छ त। ए एकदम राम्रो लोलीको एउटा राम्रो लोकेसन हो यो पनि। बास हरिको। हजुर यो चाहिँ हरिकोलाई। यहाँनिर चाहिँ कुन स्कुल पो भन्यो अङ्कल? ए सूर्योदय रहेछ। सूर्योदय होला सायद। सूर्योदय। हजुर हरिकोलाई भन्ने तपाईँहरूले यहाँ लोलीमा जति छ नाम थाहा पनि होला। यही जग्गालाई चाहिँ हरिकोलाई भन्छ। यो चाहिँ लरलोलीको बाटो जान्छ। भर्खर बनाएको पच्श्रीबाट। हजुर भर्खरै बनिएको यो चाहिँ पच्श्रीबाट। हरिकोलाई चाहिँ यही तपाईँ म तपाईँहरूलाई देखाउने छु। खतरा बिल्डिङहरू बनिँदैछ। बोर्डहरू यसरी लागेर होइन। हजुर एकदमै रोडको मेन्टेनेन्स हजुर राम्रो भएको छ नि। एकदमै योहरू लागेर त्यही त। पहिला त यस्तो थिएन नि। यहाँनिर त कन्ट्रोल पनि बाँड्छ नि। हामी रेली चाहिँ आइपुगिसकेका छौँ र अब अहिलेसम्म कुनै पनि यहाँ मानिसहरू भेला भइसकेको छैन। र अहिले हाम्रो माथि ब्लक एन्ड डिस्ट्रिक्टबाट पनि कोही आइपुगिसकेको छैन। हाम्रा स्वच्छ भारत मिसनका एक मेम्बर हाम्रो अदिप खवास पनि हुनुहुन्छ। यता हेर्नुहोस् न दा, केही भन्नु छ तपाईँलाई यो विषयहरूमा? नानीहरू आएपछि फाइदै भनेको तपाईँले त ट्रेनिङ गर्नुभएको?
आज चाहिँ यही ट्रेनिङमा चाहिँ उयो यो हुन्छ ट्रेनिङ विषय लिएर चाहिँ विषयवस्तु लिएर त्यो ट्रेनिङमा चाहिँ हामीले के शिक्षा पायौँ हजुर त्यो कुराहरू चाहिँ जानकारी दिनु यो चाहिँ रेली है अन्त उता के उयसमा घरमा जुन चाहिँ दुनतिर हाम्रो गाउँ बस्तीमा त त्यस्तो मैला हुँदैन है हाम्रो छैन एक्चुअली तर मान्छेलाई अब अवेरनेस दिनु जरुरी छ अवेरनेस त उनीहरू पहिल्यैबाट अलरेडी छ है अब चाहिँ उहाँहरूलाई पनि एउटा प्र्याक्टिकली गरेर जरुरी छ उयो चाहिँ दिनुपर्छ तर उयो भ्युअर्सहरूलाई चाहिँ के भन्नु छ युवसहरूलाई अहिले फिलहाल भन्ने केही छैन होइन यो सब्सक्राइब यो च्यानलको बारेमा लाइक सेयर गरिदिन्छु यसलाई लाइक सेयर सब्सक्राइब ल ओके तपाईँले पनि बढाइदिनुपर्छ है यहाँ हाम्रो चाहिँ यहाँ चाहिँ दिनेश दा ड्राइभर होइन हामी म चाहिँ कन्ट्र्याक्टर हो खासमा चाहिँ कि गाडीहरूको मालिक हो ओनर पनि अस्तिको हाम्रो भ्लगको भाइरल ड्राइभर चाहिँ यहाँ चाहिँ हेस हिरो आइपुग्यो नि हाम्रो दिन्छ नि दाले एउटा सानो भ्लग बनाउँदै गरेको होइन अब बारेमा होइन दा हाम्रो दाले पनि एक दुई शब्द यहाँ दिलीप दाले अदिप दाले त दियो हो तपाईँले के दिनु पर्ने जेसुकै भनिदिनु नि यो आज चाहिँ उयसको रहेछ नि त विषय चाहिँ एसपिएमको एसपिएम हजुर स्वच्छ भारत अभियान भयो अभियान र सबैले यसमा जागृति हुनु पर्यो स्वच्छ अभियान यो भारत सरकारद्वारा कति 2011मा भएको कहिले 14मा सुरु भएको र सबैले आफ्नो प्लास्टिक घर वरिपरि फोहोर मैला राख्नु भएन र अहिले डेङ्गु फैलिँदैछ यो कालाजारहरू फैलिँदैछ र सबै जनचेतना एउटा कार्यक्रम आफूले जानेको कुराहरूलाई सेयर गरिदिनु दामी दामी दाको दा यो अन्त सब्सक्राइबरहरूको बारेमा पनि भन्यो नि च्यानलको र हाम्रो भाइ अभिनय भाइको के छ च्यानल अभिनय वाइवा तपाईँको साथी अभिनय वाइवा तपाईँको साथी तपाईँको साथीलाई सबैले सेयर लाइक सब्सक्राइब गरिदिनु हुनु भयो सबैलाई म अनुरोध गर्दछु जाउँ है अब करोड उयो गर्नुभएको सञ्जय दा तिमी करोडको सपना नदेखाऊ लाखको मात्रै किन करोड रुपियाँ देख्यो भने तिमीले दियोस् हुन्छ ल भाइ करोड रुपियाँ सोच्नु भने भाइ लाख सोचेर खेल्नुपर्छ भाइ करोड लाग्यो भने मान्छे सिधै मनिका नानाले पार्छ होला करोड यहाँ हाम्रो उपप्रधान आन्टी हुनुहुन्छ प्रधान साहब हुनुहुन्छ हाम्रो रेलीको दादा हुनुहुन्छ भनिदिनुहोस् न के भन्नुहोस् न कि यो होइन स्वच्छ भारत मिसनकै बारेमा भनिदिनुहोस् स्वच्छ भारत मिसनको बारेमा चाहिँ अब आज जुन यो हाम्रो अवेरनेस प्रोग्राम हुँदैछ नि एसबिएमद्वारा यो चाहिँ एकदम इम्पोर्टेन्ट छ है र यो चाहिँ अब सबैले आएर सुन्यो भने चाहिँ एकदमै राम्रो हो र अब यो मच्छरदेखि लिएर डेङ्गुदेखि लिएर सबै विषयहरू छ भ्युअर्सहरूलाई के भन्नु नि भ्युअर्सहरूलाई चाहिँ अब त्यही भन्छु तपाईँहरूले पनि यो जुन छ प्रोग्राम त्यो चाहिँ अब तपाईँहरूले हेर्नुहोस् बुझ्नुहोस् है जुन अब भाइले अहिले अपलोड गर्नुहुन्छ होला है र लाइक कमेन्ट सेयर गरिदिनुहोस् र जुन हाम्रो अभिनव भाइको अब युट्युब च्यानल छ त्यसलाई सब्सक्राइब गरिदिनुहोस् धन्यवाद यस लगभग अब चाहिँ हाम्रो प्रोग्राम सुरु हुन आँटिसकेको छ हो म्याडमहरू भिडियो म्याडमहरू पनि आइसक्नु भइसकेको छ ब्लगको टिम हुनुहुन्छ यहाँनिर यहाँ हुनुहुन्छ प्रधान साहब हाम्रो टेक्निकल इन्जिनियर मनिष भाइलाई पनि हाम्रो यसको तर्फबाट यहाँनिर बाटो त छ नि त होइन सबै सिउ चाहिँ भयो तपाईँहरूको बााउन्ड्री भयो होइन यो एउटा के भयो मतलब तपाईँको गाउँको बााउन्ड्री भयो अब चाहिँ यहाँनिर तपाईँको बाटो कहाँ छ त्यो बाटो बनाइदिनु बाटो जति पनि यो रोडहरू छ है त्यो रोडहरू मात्रै बनाइदिनुहोस् हुन्छ
यो स्कुल भन्छ दिदीले पारेर अब होमस्टेहरू सबैले राख्न सक्नुभयो अब के चाहिँ बाँकी रह्यो होला होइन यस्तो म त अब अझै के आउँछ भने यो पेपर छ नि यो पेपर मैले यसरी राखेर यसमा मैले तातो पानी हालेँ यसले त्यो पानी भर्नु सक्छ सक्दैन नि होइन भनेपछि यो चाहिँ यसमा थिन प्लास्टिक कोटेड हुन्छ प्लास्टिक होइन यसमा चाहिँ माइक्रो प्लास्टिक कोटेड हुन्छ यो माइक्रो प्लास्टिक चाहिँ एकदमै सानो 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 हुन्छ हामीले देख्नु पनि सक्दैन त्यो तातो यसमा हाल्दाखेरि कोही बेला के हुन्छ त्यो जुन चाहिँ न्यानो माइक्रो प्लास्टिक चाहिँ त्यो चियामा पस्नु सक्छ चिया चाहिँ होइन छ ड्रेनहरू बनाइदिएको छ होइन ड्रेन के को लागि बनाइदिएको भन्नुहोस् त पानी बगोस् भनेर अन्त पानी बग्छ हाम्रो ड्रेनमा बग्दैन नि अरू पनि त्यही फ्याँकिन्छ बिस्तारै 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 के हुन्छ त्यो फुलको त्यो सेपमा मैला फ्याँकिन्छ नि त्यो चाहिँ हिस्सा गर्दै अलिकति पहिरो पनि प्लास्टिक वेस्ट म्यानेजमेन्ट युनिट त्यहाँ चाहिँ हामी चाहिँ पुरा एन्टायर ब्लकको जति पनि यो प्लास्टिक वेस्ट छ जुन चाहिँ हामी डराउनु हुँदैन त्यो प्लास्टिक मात्रै हामी कलेक्सन गर्छौँ अनि यसको कलेक्सनको निम्ति पनि तपाईँले हेर्नु भएको छ होला ग्राम पञ्चायतमा ठाउँ ठाउँमा त्यो केजेस एउटा केजेसहरू इन्स्टल भएको छ सो केजेससम्म चाहिँ तपाईँहरूलाई चाहिँ त्यो कालिम्पोङ मात्रै होइन हामी यो वेस्ट बेङ्गलमै भनौँ कि भाइ इन्डियामै भनौँ एउटा नयाँ कन्सेप्ट हामी लिएर आएको छौँ अनि यो प्लास्टिकलाई चाहिँ सफा गरेर त्यसलाई श्रेडिङ गर्नुपर्छ श्रेडिङ गरेर बोतल प्लास्टिकलाई चाहिँ लिएर गएर इको ब्रिक्स बनाउने अनि इको ब्रिक्सको चाहिँ हामी डिफ्रेन्ट स्ट्रक्चर्स बनाउने पछि चाहिँ हामीले श्रेडिङ मसिन पनि कोसिस गर्दैछौँ श्रेडिङ मसिन आयो भने चाहिँ त्यसलाई श्रेडिङ गरेर अनि अहिले चाहिँ गभर्मेन्टको नर्म्स के छ भने चाहिँ प्लास्टिकबाट चाहिँ रोड बनाउने यो चाहिँ हाम्रो फालाकाटा जलपाइगुडीको मैनागुडी ब्लकमा अलरेडी बनिसकेको छ सिलगढी फाँसीदेवामा पनि अलरेडी बनिसकेको छ सो यो श्रेडिङ भएर चाहिँ प्लास्टिक जुन रुरल रोड्सहरू छ त्यो पनि हामीले प्लास्टिकबाट बनाउने हो अनि प्लास्टिकको बनाएको रोड चाहिँ एकदमै राम्रो हुन्छ ड्युरेबिलिटी पनि राम्रो हुन्छ सो हामी चाहिँ त्योपट्टि लाग्नेछौँ सो यसमा चाहिँ तपाईँहरूको सबैजनाको कोअपरेसन हामीले एकदमै दरकार छ अनि यो यत्रो एउटा सिस्टम म्यानेज गऱ्यो भने अब दिदीले सोध्नु हुँदै थियो है फिस दिनुपर्छ पर्दैन भनेर सो यसमा चाहिँ नेचुरली एउटा सिस्टम किन सिस्टमलाई चाहिँ आफै रन गर्नु छ भने चाहिँ वी हेभ टु कन्ट्रिब्युट समथिङ सो कन्ट्रिब्युसन के छ भने यो पनि भनिदिउँ तपाईँहरूले द्याट इज 1 रुपिस पर हाउस होल्ड पर डे ओके भने पर दिनको एक दिनको 1 रुपियाँ गऱ्यो भने चाहिँ तपाईँको चाहिँ 1 महिनाको चाहिँ 30 रुपियाँ आउँछ सो प्रत्येक घरले चाहिँ 30 रुपियाँ कलेक्सन गर्नुपर्ने हाम्रो ग्राम पञ्चायतको माध्यममा हामीले रेस्यु गर्नेछौँ अनि हाम्रो युनिट चाहिँ अप्रिलदेखिको रन हुन्छ सो यसमा चाहिँ सबैजनाको म कोअपरेसन एक्सपेक्ट गर्दैछु आई होप यो बेसी होइन 30 रुपिस कन्ट्रिब्युट गर्नु यति भन्दै सबैजनालाई धन्यवाद दिँदा मेरो वक्तव्य शेष गरेँ थ्याङ्क यू गर्नुको मजा लाग्छ र विशेष हाम्रो ब्लकबाट साथै हाम्रो भाइहरू इन्जिनियर साथी आउनु भएको छ उहाँलाई स्वागत भन्दै अनि तपाईँहरूलाई पनि स्वागत छ आज यहाँ देख्यौँ महिला अनि रेली बजार तपाईँहरूको हो अनि रेली बजारलाई आफ्नो ठाउँलाई सफा कसरी गर्ने डेमोन्स्ट्रेसन गरेर तपाईँहरूको अगाडि हाम्रो भिटीका बहिनीहरू जो ट्रेनिङमा गएको थियो उहाँहरूले तपाईँहरूलाई वृत्तान्त बतायो भनेपछि टुरिस्ट नआउँदा टुरिस्ट आएर फर्केर जाँदाखेरि त्यो टुरिस्टले कति सफा त्यो बजार त भनेको मन पराउँछ कति मैला भनेको मन पराउँछ यो दुईटामा एउटा अप्सन लिनुहोस् त राम्रो भनेको भने सफा राखेको छ भने चाहिँ त्यो टुरिस्टहरू यहाँ बस्छ अनि हामीको दोकानमा सजाएको यो चिजबिजहरू नि बिक्री हुन्छ अनि म महिला जातिको विषयमा भन्दिनँ यहाँ अघि बहिनी देविका बहिनीले बतायो यहाँ भाइले बतायो म प्लान्टको विषयमा भन्छु हेर्नुहोस् है यो चिजबिज जलाउँदाखेरि मान्छेलाई मात्रै बिमार हुँदैन प्लान्ट सकिसकेको छ र यस्तो राम्रो भयो यो फाइनली गाइस आजको हाम्रो एसबिएमको
कार्यक्रम पनि सकिसकेको छ र एकदमै राम्रो भयो। तपाईँहरूले यस्तै कुराहरू पनि मेरो भिडियो मेरो च्यानललाई सब्सक्राइब गर्नुभयो भने तपाईँहरूले पाउनेछ र तपाईँहरू जतिजना पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गर्नु नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू।